हेलो गाइज। अनि आज चाहिँ म तपाईँहरूलाई धेरैले सोधिरहेको हुन्छ क्या, जो चाहिँ वैदेशिक रोजगारको लागि विदेशमा काम गर्दै हुनुहुन्छ। उहाँले सोधिरहनुहुन्छ एसएसएफ आइडी मेरो बिर्से, मलाई थाहा भएन, मेरो मेन पावरले गरिदिएको के होइन त। एसएसएफ आइडी भनेको चाहिँ सामाजिक सुरक्षा कोष, जो चाहिँ तपाईँ विदेश जाँदा तपाईँको मेन पावरले खोलिदिया हुन्छ। अब तपाईँलाई कन्ट्रिब्युट गर्नु मन लाग्यो तर तपाईँलाई एसएसएफ आइडी नै थाहा छैन, तपाईँको सामाजिक सुरक्षा कोषको आइडी नै थाहा छैन भने त्यो आइडी चाहिँ कसरी हेर्ने त। त्यो चाहिँ ठ्याक्कै तपाईँको श्रम गर्दाखेरि त्यो श्रम पेपरमा नै हुन्छ। त्यो छैन, तपाईँलाई अनलाइनबाट हेर्नु मन लाग्यो भने चाहिँ त्यो कसरी हेर्ने त्यो म सिकाउँछु। सो सबभन्दा तपाईँको मोबाइलमा ब्राउजर खोल्नुहोस्, जुनै ब्राउजर भए पनि हुन्छ। मेरोमा क्रोम खोलिरहेको छु, अनि क्रोममा गएर तपाईँ के गर्नुहोस् भने डोफे FEIMS त्यसपछि नेपाल लेखेर सर्च गर्नुहोस्। त्यसपछि के आउँछ, त्यसपछि डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्ट भनेर आउँछ होइन, त्यहाँ थिच्नुहोस्। त्यो पहिलो लिङ्कमै डोफेको। त्यसपछि कहाँ जानुहोस् भने अनलाइन श्रम स्वीकृति छ नि, FEIMS, त्यहाँ क्लिक गर्नुहोस्। त्यसपछि यहाँ लगइन गर्ने ठाउँ आउँछ। त्यसपछि वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिको लागि मात्र छ नि, त्यहाँ लगइन गर्नुहोस्। त्यसपछि यहाँ तपाईँले आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस्। पासपोर्ट नम्बर मेरो चाहिँ मैले चाहिँ एकजना साथीको गरिदिएको थिएँ, उसको हेर्दै थिएँ, त्यो उसको पासपोर्ट नम्बर हाल्छु। त्यसपछि म के गर्छु, पासपोर्ट नम्बर हालेर नेक्स्ट गर्छु। त्यसपछि तपाईँको पासवर्ड हाल्ने ठाउँ हुन्छ। अब यो त पासवर्ड त थाहा छैन, त्यो थाहा नभएको अवस्थामा तपाईँले सिधै 1 हालेर, यो चाहिँ पछि आफूले चेन्ज गर्नु मिल्छ, तपाईँले चेन्ज गर्नु मिल्छ। पछि डिटेलहरू एडिट गरेर अहिले चाहिँ 1 राखेर साइन इन गरिदिनुहोस्। त्यसपछि तपाईँको खुल्छ। त्यो वेबसाइट खोलिसकेपछि तपाईँको तलनिर अलिक तल आएपछि सबमिसन नम्बर र एसएसएफ आइडी भनेर दिएको हुन्छ। हो यसरी तपाईँले आफ्नो एसएसएफ आइडी हेर्न सक्नुहुन्छ। अनि अब तपाईँलाई अलिक तल स्क्रोल गरेपछि यहाँ भ्यू प्रिन्ट ई स्टिकर छ नि, त्यहाँ प्रिन्ट ई स्टिकर गरेर तपाईँले हेर्न सक्नुहुन्छ। त्यो गरिसकेपछि तपाईँको तलनिर हुन्छ, यो चाहिँ तपाईँको श्रमको एसएसएफ आइडी। यो चाहिँ मैले मोबाइलमा के परे पिसी ब्राउजरबाट गरेको, त्यसैले सानो आयो। तपाईँले मोबाइलमा गरेपछि ठक्क मजाले आउँछ। तपाईँले त्यो स्क्रिनसट गरेर त्यसलाई क्रप गरेर पनि मोबाइललाई सेभ गर्न सक्नुहुन्छ। हो यसरी तपाईँ आफ्नो एसएसएफ आइडी सजिलै हेर्न सक्नुहुन्छ। केही नबुझेको कुरा छ भने, नजानेको कुरा छ भने तल कमेन्टमा छोड्नु होला, कमेन्ट गर्नु होला। अर्को भिडियो चाहिँ अब यो एसएसएफ आइडी थाहा भयो, अब अर्को भिडियोमा चाहिँ एसएसएफ आइडीको पासवर्ड रिसेट कसरी गर्ने भन्ने कुरा सिकाउँछु। त्यसको लागि तपाईँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। अर्को भिडियोमा भेटौँला, तबसम्मको लागि बाई बाई, सी यू।